नमस्कार। आज पनि एउटा कविता लिएर आएको छु। मेरो कविताको शीर्षक छ बजारमा तरकारी सस्तो छ। बजारमा तरकारी सस्तो छ, बजारमा तरकारी सस्तो छ, मिटर ब्याजको ऋणले खेती गर्ने किसान तिम्रो चाहिँ खबर कस्तो छ। बजारमा तरकारी सस्तो छ, मिटर ब्याजको ऋणले खेती गर्ने किसान तिम्रो चाहिँ खबर कस्तो छ। फलानाको पार्टीको हुन नसक्दा पारीबाट लछार पछार सहँदै वारी काको खप्की खाँदै ब्ल्याकमा किनेको महँगो मलले सिचेर आफ्नै पसिनाको जलले भाडाको जग्गामा फलाएको काउली अहिले काउलीको हाल कस्तो छ। अहिले काउलीको हाल कस्तो छ। सुन्दैछु तिम्रा काउली, तिम्रा गाजर, तिम्रा बन्दा, तिम्रा टमाटर बिचौलियाको अमिलो डकारले मूल्य नपाई मिल्केका छन् रे किसान। जब म उपभोक्ता भएर सोध्छु नि हो त्यस बेला काउलीलाई खुच्चिङ भन्न मन लाग्छ। हिजोसम्म टुप्पिएर भाउ खाएको आज बजार मूल्य नपाएको। फेरि जब म मान्छे भएर सोध्छु मिटर ब्याजको पारो घटाउन, मल र जलको मूल्य तिर्न तिम्रो